मैले यो उज्जैन प्राणायाम यो जसरी पनि बस्नु मिल्छ। हेर्नु सुक्ख आसन, यो सुक्ख आसन भयो। मैले भन्छु आसनहरूको सुक्ख आसन, देब्रे तल दाहिने माथि यो सिद्ध आसन। अब यो देब्रे तल दाहिने माथि यो पद्मासन, मेरुदण्ड सिधा यसरी पनि गर्न पाइयो। यो तपाईँ सिधा यो जसले पनि गर्न मिल्छ, सबैले। यो खुट्टा तानेर पनि गर्न मिल्यो, कुर्सीमा बसेर पनि गर्न मिल्यो है, ओछ्यानमा बसेर पनि गर्न मिल्यो। उज्जैन प्राणायाम, उज्जैन प्राणायामभित्र एकदम हामीलाई सजिलो कुन चाहिँ हुन्छ त्यो उसले गर्दा हुन्छ। जुन आसनमा बस्दा नि हुन्छ, यसमा कुनै खासै त्यो फरक पर्दैन। यसमा जुन आसनमा बस्यो नि भयो। अब यो 3 देखि 5 पटक, मिनेट होइन पटक यो गर्ने। यो खास के भनेको हाम्रो स्वर भाषिनको लागि, जस्तो धेरै हामीले एङ्करिङ गर्नु परेको छ, कहीँ गएर धेरै बोल्नु परेको छ। अब शिक्षक उसमा हामीले धेरै बोल्नुपर्छ क्लासहरूमा, त्यसको लागि भयो। गायन क्षेत्रमा हामीले धेरै गायन छैको त अब रियाज गर्ने कुराहरू आउँछ। रियाजले यसमा अलिकति फरक, रियाजले हा गर्दै यसमा भित्र सास तानेर ऊ गर्नुपर्छ। म गरेर तपाईँलाई अहिले देखाउँछु। यो उसको लागि, घाँटीको लागि, थाइराइडको लागि एकदम रामबाण, एकदमै राम्रो। सिधा उभिनु होला, सिधा बस्यो भने उसमा आसनहरूमा, नत्र यो खाटमा जहाँ बस्दा नि हुन्छ। 3 देखि 5 पटक सिधा गर्ने, आँखा बन्द गर्ने। भित्र सास भित्र तान्ने, भित्र तान्ने गरेर भित्र तान्ने हो। नाकले सास तान्ने होइन, यो घाँटी भित्रको मुख बन्द गरेर भित्रबाटै हेर्नु होला है। दोस्रो कति लामो सकिन्छ यो सबैले गर्न मिल्छ। गर्भवतीले मिल्यो, बिरामीले पनि मिल्यो, प्रेसर भएकाले मिल्छ, सुगर भएकाले मिल्छ, सबैलाई गर्न मिल्ने हुन्छ। यो खालि गर्न नमिल्ने भनेको यो पिरियड भएको बेला महिलाहरूले चाहिँ त्यो गर्नु हुँदैन, नगर्नु होला। अब यो गर्ने सिधै मुख बन्द गर्ने, भित्रबाट सास तान्ने चाहिँ होइन, भित्र थुनेर राख्ने, भित्र सास बन्द गरेर। यसरी 3 देखि 5 पटक, 3 भयो होइन, 5 पटकै गरेर देखाउँछु। 3 भयो, 4 भयो। अब अन्तिम पटक लामो तान्ने, बन्द गर्ने, भित्र सास लिने चाहिँ होइन, बन्द गरेर घाँटी भित्रै त्यस्तो हामीले स्वर घाँटीबाट भित्र गरेर भित्र तान्ने, भित्र तानेर आवाज निकाल्नु होला यसरी। अब हेर्नु होला, राम्रोसँग हेर्नुहोस् है त। यो 5औँ पटक भयो, 5औँ तथा अन्तिम।